हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज फेरि म यहाँ नयाँ ब्लगको साथ उपस्थित भइसकेको छु। आज चाहिँ मेरो बर्थडे एज वेल एज फेयरवेल पनि। अनि त्यसपछि म हजुरहरूलाई चाहिँ आज हाम्रो स्कुलमा के भयो कसो भयो होइन म देखाउन गइरहेको छु। त्यसको लागि चाहिँ यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। अनि पहिला सुरुमा चाहिँ हामी होस्टेल जान्छौँ, होस्टेल गएर एकछिन पढ्छौँ। अनि 3 बजे चाहिँ हाम्रो स्कुलमा प्रोग्राम छ अनि हामी स्कुलमा जान्छौँ। अन्तिमसम्म हेरिदिनु होला है त। अब हामी घर जान्छौँ अनि घर गएर रेडी हुने बेला खुट्टा फेरि सधैँ के अरे चिप्लो जुत्ता लानु बानी यत्रो लगाएको घ्याट्याङ घ्याट्याङ जाने कि के गर्नु गइसक्यो होला भनेको सबैलाई हामीलाई नि भनेको हामीले भनेको साडी नमिलेर हो कि ढिलो भएको त जान्ने फेर्दै नि उतैबाट यताबाट नमिलेको भनेको सर चाहिँ आउनुभयो फाइनली। स्कुल पनि बिदा भएछ, हामी पनि जाँदै तर भर्खर स्टार्ट हुँदैछ थाहा त्यही भएर सर आउनुभएको थियो कि सरको टाइमै देखेर हो होइन टाइम यतिखेर होइन शुक्रबार भएर हो कि शुक्रबार जहिले छिटो आउने स्कुल पनि बिदा भयो। अझै हामीले चाहिँ अङ्कलसँग पहिला फोटो हाल्नु गएर कस्तो के को फोटो र फेरि देखिँदैन ऊ आयो ढिलो भएर होला कि है हामी ढिलो भएर हेर्दैन तर के छैन। ओ हामी सबैजनाले देख्यौँ हाम्रो साथीहरू आयो उताबाट अनि हामी चाहिँ यताबाट कति राम्रो भएर आएका सबजना हेर हो त नि। हो चाहिँ हामी आइसक्यौँ। अब चाहिँ हामी यताबाट उताबाट आइसकेका छौँ। ह्यापी बर्थडे गाइस। उसको र मेरो चाहिँ आज बर्थडे हो। मेरो चाहिँ हैन मेरो नि होइन गाइस। त्यही हो, फेरि हामी स्कुलमा जान्छौँ। हामी चाहिँ आइसक्यौँ गाइस। तयारी हुँदैछ। 3 बजे बोलाउनु भएको थियो तर 4 बजिसक्यो। द्याट इज फोटो सेसन। गाइस अहिले चाहिँ हामी आएर बसिसकेको चाहिँ बसिसक्यौँ है गाइस। And I would also like to request our senior teacher, Mr. Sanjay Ale sir, to take his seat. A senior teacher, Vishnu ma'am, to take her seat. Thank you, Jessica. Good afternoon, every single individual present here to support us in this program which is held today. In order to bid a warm goodbye to our dear senior who have already always been a part of us. गाइस अब हामी यतिखेर चाहिँ रुनी आँखाबाट आँसु कन्ट्रोल गर्न सक्यो भने चाहिँ हाम्रो आशा आउँदैन। विश्वविद्यालयका प्रधानाध्यापकज्यू, ज्यूहरू, संस्थापक सदस्यज्यूहरू र गुरुवर्ग र मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा मेरो हृदयदेखि नै आभार व्यक्त गर्दछु। आज म बिदाई भन्ने बित्तिकै सधैँ आँसु झर्छ। आज चाहिँ म आँसु नझारिकन थोरै भए पनि गजल भन्न गइरहेकी छु। कविता चाहिँ अब आउँदै गर्दा जति मजाले ताली बजेको छ मनमा नै सोचेकी छु, तर आज मेरो निम्ति जति ताली बजेको छ यो देशले कुनै दिन तिमीहरू सबैको ब्याज सहित तिर्न सकोस्, यही मेरो सम्पूर्ण गुरुहरूको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। र बिदाई छ गजल।
चम्क्यो आकाश धुम्म भयो हामीलाई छोडी जाँदैछौ रे चम्क्यो आकाश धुम्म भयो हामीलाई छोडी जाँदैछौ रे कैयौँ दिनको हाम्रो माया यादमा पनि लाँदैछौ रे कैयौँ दिनको हाम्रो माया यादमा पनि लाँदैछौ रे सिक्दै अनि सिकाउँदैथ्यौ जिन्दगीका पाटाहरू सिक्दै अनि सिकाउँदैथ्यौ जिन्दगीका पाटाहरू गन्तव्यको दूरी जस्तै नछुटुनी साथहरू गन्तव्यकै दूरी जस्तै नछुटुनी साथहरू आधा कथा जिन्दगीको पोको पारी लाँदैछौ रे आधा कथा जिन्दगीको पोको पारी लाँदैछौ रे चम्क्यो आकाश धुम्म भयो हामीलाई छोडी जाँदैछौ रे मुटुभरि माया सुस्त भरिएछन् मुटुभरि माया सुस्त भरिएछन् श्रद्धा भाव पाइलाहरूमा फुल बनी छरिएछन् श्रद्धा भाव पाइलाहरूमा फुल बनी छरिएछन् हाम्रो चित्र मस्तिष्कमा कोरीसँगै लाँदैछौ रे हाम्रो चित्र मस्तिष्कमा कोरीसँगै लाँदैछौ रे चम्क्यो आकाश धुम्म भयो हामीलाई छोडी जाँदैछौ रे शब्दकोश रित्याई प्रसङ्गका शब्दहरू लाँदैछौ रे कैयौँ दिनको हाम्रो माया यादमा पनि लाँदैछौ रे चम्क्यो आकाश धुम्म भयो हामीलाई छोडी जाँदैछौ रे अखण्ड यो ज्योति सधैँभरि मार्गदर्शक बनिरहोस् अखण्ड ज्योति सधैँभरि मार्गदर्शक बनिरहोस् प्रगतिका पाइलाहरू सगरमाथा चुमिरहोस् प्रगतिको पाइलाहरू सगरमाथा चुमिरहोस् सुनौलो होस् भविष्य गर्दछु यही कामना सुनौलो होस् भविष्य गर्दछु यही कामना प्रगतिले शिखर चुमोस् यही छ मेरो शुभकामना यही छ मेरो शुभकामना हस् त धन्यवाद गाइज अब चाहिँ हामी त्यहाँ अब हामी अभिर सपिङबाट जाँदैछौँ गाइज हाम्रो चाहिँ लायौँ हामीलाई चाहिँ यो लाइदिनु भयो अनि यो फुल पनि पाएँ अब सधैँ राखेको छु यो पेन पनि म युज गर्ने लागि गिफ्ट खाएको त्यस्तो चाहिँ यहाँ 500 सुरुमा यस्तो अवस्था सिर्जना भयो अब हाम्रो साथीहरू यत्रो रहेछन् भाइ बहिनीहरूले गीत गाउन लागिरहेको छन् हाम्रो चाहिँ भाइहरू आइसक्यो भाइहरू त उतापट्टि पो गए बिचमा आउनुपर्छ नि अब फेरि बस्सके छोडेर हामीले सुन्ने गीत हो सम्झना बिर्सना साला ला 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 मायाको डोरीले तिमीलाई बाँधौला मायाको डोरीले तिमीलाई बाँधौला दिलको मटन कारमा तिमीलाई चढौला सम्झना बिर्सना साला ला 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 झन्झन बढ्यो तिर्सना साला ला 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 सम्झना बिर्सना साला ला 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 झन्झन बढ्यो तिर्सना साला ला 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 आलिए है जोयाको रुको सानो माया हो नजाउने रुको नसुरे मर्छुको क्यारे हो मन सोल्टी साथीहरू सबजना हेरेको छ Welcome to vlog. कस्तो Channel guys, my vlog. Welcome channel to my vlog. साथीहरूलाई आइसक्यो है Thank you, Ms. Jessica. A warm evening to our respected principal ma'am, the today's chairperson, two vice principals, our respected teachers, and the pillars of our nation. I'm your Nepali teacher. You have to deliver a poem, and this poem is a little special.
because so class 8 बाट चाहिँ मैले तिमीलाई पढाउँदै गएको हो हो सरलाई त एकदम त्यही भएर इमोसनल तिमीहरू भयो मलाई अलिकति स्पेसल नै छौ अनि 2079 मा लक्ष्मी म्यामले हाम्रो निशान्त सरको ब्याचलाई डेडिकेट गरेर सबैको नेम इन्क्लुड गरेर एउटा पोएम लेख्नु भएको थियो मैले पनि यसपालि अलिकति त्यसरी नै ट्राई गरेको छु सो दिस इज माई फर्स्ट एन्ड युनिक पोएम थ्याङ्क यू सर And my poem goes like this. सुरु गर्दैछु कविता सबैलाई यो चेतना भया बुद्धले पाएका थिए ज्ञान सारा पुगी बोध गया रूप तिम्रो निर्जल बानी एकदम कुशल हरेक पाइलामा विजय होस् हृदय विशाल कसीमा तिमी मेहनत गर्दै जानु अल्लाह तिम्रो साथमा आशाको सुदीप बाल्दै जानु विश्वास राखी मनमा प्रणवको सफलता हाइट जसरी बढ्दै जाओस् ईश्वरको आशीर्वाद सधैँ तिमीहरूलाई परोस् मयूर पनि स्तम्भित जब नाच्छिन् मेरी सुहानी विश्वभर गुन्जियोस् विप्सनद्वारा रचिएको कहानी अनुषाको टिकटक अनि आशिकाको हाँसो याद मजाले आउँदा को माथि पुग्ने गुनासो कतातिर जाने हो आफै रोज्नु आफ्नै दिशा भड्किएमा यदि कहीँ कतै बालिदिनु दीप ज्योति अनिसा विचार सधैँ शिष्ट अनि होस् कञ्चन ज्ञान लिने बेलामा कहिल्यै नगरे दोमन कल कल बग्ने अविरल ती द्रुतगामी पिपासा मेहजबिनलाई सुहुरपछि इफ्तारको प्रतीक्षा इम्सकदेखि फज्रसम्म आनन्दमा सुजल नपर्ने भिजन आश्चर्य लाग्छ मलाई जब आउँछ करिम रमादनको सिजन अब बाँकी कोही छैनन् जस्तो लाग्यो अन्त्य गरौँ कि के हो रमाइलो त भइरहन्छ अब जिम्मेवारीलाई समातौँ कि के हो सुनको ढोका खोली नयाँ जीवनलाई गर्दैछौँ आगमन अब आउने बरिना भविष्यको हामीबाट शुभकामना अब आउने बरिना भविष्यको हामीबाट शुभकामना थ्याङ्क यू Thank you so much, Arvi sir, for your unique and amazing poem. अब चाहिँ हाम्रो सरको पाला आयो प्रिन्सिपल म्याम भाइस प्रिन्सिपल म्याम हो अहिलेसम्म तिमीहरूले यो 10 वर्षमा के सिक्यौ त्यसलाई चाहिँ देखाउने एउटा एसएलसी भयो अझै यो एसएलसीको परीक्षाले मात्रै सबै कुराहरू टुङ्गिने पनि होइन अझै माथि गएर पनि धेरै पढ्नुपर्ने हुन्छ यस्ता इक्जामहरू त तिमीहरूले जीवनमा धेरै परीक्षाहरू दिनुपर्ने हुन्छ र म तिमीलाई के पनि भन्न चाहन्छु भने कुनै परीक्षाको कुनै इक्जामिनेसन भनेको त्यसले चाहिँ धेरै कुराको डिटरमाइन गर्छ तर सबै कुराको डिटरमाइन गर्दैन यो कुरो सधैँ याद राख कुनै पनि इक्जामले तिमीहरूले जीवनमा धेरै परीक्षाहरू दिनुपर्ने हुन्छ कुनै परीक्षामा पास भइहाल्ला कुनै फेल भइहाल्ला त्यो स्वाभाविक प्रक्रिया हो इक्जाम दिएपछि पास हुन्छ कि फेल हुन्छ तर त्यसले चाहिँ एउटा परीक्षाले तिमीलाई धेरै कुरा डिटरमाइन गर्छ तर सबै कुरा त्यसले डिटरमाइन गर्दैन किन एउटा परीक्षामा अनुत्तीर्ण हुँदैमा जीवनको सबै पाटोमा ऊ चाहिँ अनुत्तीर्णै हुन्छ भन्ने पनि हुँदैन एकपल्ट उत्कृष्ट भएको एकपल्ट चाहिँ राम्रो गरेको मान्छेले सधैँ राम्रो गर्छ भन्ने पनि भएन तर तिमीहरूले ट्राई चाहिँ के गर्नुपर्छ भनेदेखि जीवनका हरेक परीक्षाहरूमा चाहिँ परीक्षा कि भइसकेपछि म त्यो परीक्षामा चाहिँ राम्रो गर्छु भन्ने एउटा आत्मविश्वासका साथ एउटा उद्देश्यका साथ चाहिँ तिमीहरू चाहिँ जानुपर्ने हुन्छ र त्यो कुरा पनि मैले भन्न चाहेँ र अर्को कुरा तिमीहरूको सफलतासँग चाहिँ धेरै कुराहरू जोडिएको हुन्छ जस्तो तिमीहरूले अहिले ल्याउने मार्क्ससँग चाहिँ जस्तो अब यो विद्यालयको पनि अब एउटा प्रतिष्ठासँग जोडिएको हुन्छ तिमीहरूको भविष्यसँग पनि जोडिएको हुन्छ त्यो कुराहरू किनकि तिमीहरूलाई उज्जवल भविष्यको लागि चाहिँ तिमीहरूले अहिले हासिल गरेका ज्ञान सिपहरूले केही न केही तिमीलाई सहयोग अवश्य पुर्याउनेछ त्यस्तै गरेर तिमीहरूले ल्याउने नम्बरले तिमीहरूको नतिजाहरूले तिमीहरूको बाबालाई मम्मीलाई पनि असर पारेको हुन्छ तिमीहरूलाई छिमेकीलाई असर पारेको हुन्छ तिम्रो देशलाई असर पारेको हुन्छ अनि त कुनै पनि देशको नागरिक त्यो देशको नागरिक मात्रै बन्दैन ऊ त अन्तर्राष्ट्रिय नागरिक पनि बनेको हुन्छ भोलि तिम्रो देश विदेश जानुपर्ने हुन्छ अहिले यहाँ तिमीहरूले जुन सिकेको सिपहरू छ
होइन जे सिकेका छौ ती कुराहरूले चाहिँ तिमीहरूलाई भविष्यमा धेरै सपोर्ट चाहिँ गर्नेछ भन्ने मलाई लाग्छ। त्यस कारण ती कुराहरू पनि ध्यान दिनु। अनि अब त्यस्तै गरेर अब यो एसएलसी 10 कक्षासँग चाहिँ यो साथीहरूसँग एक किसिमको भावना पनि जोडिया हुन्छ, किनभने लामो समयसँग सँगै बसेर पढेको हुन्छ। त्यो अवसर फेरि आउँदैन। तिमीहरू क्याम्पस बनाएको अनि 11 वर्ष अब अहिले त तिमीहरू कोही पनि 6-7 वर्षभन्दा कम त यहाँ कोही नर्सरीदेखि सुरु गरेको होला, भत्तो मान्छे त्यहाँ त 12 वर्षदेखिको साथी भएर बसिया। त्यस कारण त्यो साथीको एउटा भावना चाहिँ जुन क्लास 10मा एसएलसी दिने बेलामा जुन हुन्छ, अहिले सन्ध्या साथी पनि भन्नुभयो मैले साथी सम्झिया भन्छ। मैले पनि साथीहरू सम्झेको छु। सायद अब म 11 पढ्दाखेरि को थिएँ साथी भन्ने कुरो मलाई अहिले पनि याद हुँदैन। 12 पढ्दा को थिएँ, म अब बिएससी पढ्दा एमएससी पढ्दाखेरि के साथीहरू याद आउँछ, तर मसँग एसएलसीको साथीहरू को छ भन्ने कुरो मैले अहिले सबैको नाम मलाई कन्ठाउँछ। सायद उनीहरूको अनुहार पनि मेरो अगाडि ढल्किरहेछ। त्यस कारण त्यो किसिमको भावना पनि जोडिएको हुन्छ एसएलसीको साथीहरूसँग। अनि त्यही भएर पनि तिमीहरू अब सायद छुटेर जाँदाखेरि अलिकति दुःख पनि लाग्ला, किन अब नछुटिकन त अब फेरि माथि जानु पनि सकिँदैन। किनकि अब भर्याङको चाहिँ तल्लो खुड्किलो छोडियो भने मात्रै माथिल्लो खुड्किलो गइन्छ। फेरि कसैले तल्लो खुड्किलो छोड्न आँट गरेन भनेदेखि माथिल्लो खुड्किलोमा जाँदैन। त्यस कारण माथिल्लो खुड्किलोमा जाने हो भने तल्लो खुड्किलो छोड्नै पर्छ। त्यस कारण अब यसलाई भावना मात्रै बगेर पनि होइन, यथार्थतिर पनि जानुपर्ने हुन्छ। अब एउटा चाहिँ अब एउटा अनि त्यसै गरेर अब शिक्षाको नाताले मैले जस्तो ब्याज निकालेको अब मैले 57 सालदेखि पढाउन थालेको, मैले 25वटा ब्याज गरेको छु। अझ 2तिरमा पनि जोड्ने भने अझै लगभग धेरै नै पुग्छ होला। ट्युसनकै जोड्ने भने त लगभग यस हिसाबले मैले 200 ब्याज जति पुग्छ होला सबैको जोड्ने भन्छ। तर मलाई चाहिँ पढाएर खुसी लागेको, सबै ब्याजमा पढाउँदाखेरि चाहिँ खुसी हुँदैन, पढाएर आत्मसन्तुष्टि भएको, खुसी भएको र एकदम रमाएर चाहिँ पढाउनु पाएको ब्याजहरू मध्ये तिमीहरू पनि एउटा हो। र त्यस कारण तिमीहरूले राम्रो गर्छ भन्ने मैले पनि विश्वास लिएको छु। सायद हामीले त धेरै तिमीहरूबाट धेरै नै आशा गरेको छु मैले, विद्यालयले परिवारले पनि गरेको छ। सायद हामीलाई Respected Governor sir, Sanjay sir, ma'am, all the teachers and my dear students. Again we are standing here to bid you farewell. It was very nice, it was very fantastic to be with you among these years. You have learned a lot from us as well as we also have learned a lot from you. So I know that you all have the potential to achieve your dreams. I know you can do. So we have the hope that you will acquire the best result in your SEE. It is the first step of achieving your dreams. When you come to school when you came to school in the beginning, you were holding your parents' hands. You were not able to walk by yourself also, and they came and they gave all the responsibility to the teacher, and after that teachers and sisters. My dear children, or especially right now until this date 10th graders, our own 10th graders, a very warm good afternoon and welcome you all after a great preparation. I feel like as if yesterday we had seen you and today you are 5 years older. What happened? Yeah, okay. So, you have got lots of tips already. I would not like to repeat all those, right? Okay, because those are the tips you should always keep in mind, right? Keep in your heart, keep in your mind, and just follow that. Because as Bhattrai sir said, I would like to repeat that once, okay? Whenever you succeed, whenever we succeed, there are only few people in our circle who are happy. Whenever you succeed, it's you who's happy because you are getting that fruit, right? Okay, it's you who's happy. The second, it's your parents who are happy, right? And third, it's your teachers who are happy. None of the others are happy. धन्यवाद। हामी जब यहाँ फोटो खिच्न लागेको पानी परेर फेरि यहाँ अहिले चाहिँ हामी माथि आइसक्यौँ। हामी चाहिँ यहाँ आएर फोटो खिच्न लागेको उता बाहिर पानी परेर।
हाम्रो स्कुल अनि हाम्रो क्लास चाहिँ त्यो अँध्यारो भएको के ढिलो भइसक्यो गाइस लास्टै अँध्यारो भइसकेको छ यहाँ चाहिँ अब चाहिँ हामी जाँदैछौँ हजुरहरूलाई मेरो भ्लगमा स्वागत छ माइक पनि फुलको हुन्छ 2 शब्द ल एक्चुअली कसैलाई रोज दिन मन थियो तर रोज दिन मन ल 2 शब्द मेरो टिचरले लाइक गरिदिनु भएको सरले त पानी पर्यो गाइस हामी त्यस्तो बिजोक भयो अहिले यहाँनिर बाई बाई यस्तो बिजोक मेरो त बिग्रियो अब चाहिँ हामी जानु लागेको हो जानु जतिखेर साडी लगायो त्यतिखेर चाहिँ पानी पर्छ के त्यस्तो के बिहा गराइदिनु भन्छ नि त्योभन्दा बरु हामीलाई साडी लगाइदिए के आयो पानी पर्छ के भयो सबैजना गइसक्यो हाम्रो ठक्किन यहाँ छ्या कति नमिलेको र गाइस अब चाहिँ हामी बाटोबाट हिँड्दैछौँ बाटोबाटै हिँड्नु घर कतिखेर पुग्ने थाहा होइन यो हिँड्न सकिँदैन अनि चाहिँ खान्छ हिँड्दा खान्छ बाटोबाटै भिजो साडी फेरि भिजेको तल तल होइन फेरि मेरो एउटा बिगेस्ट मेमोरी हो नि त मलाई चलाएर यार यो साडी त है अब त सजिन्छ क्या अब कहिले लाउँछ नि हामीले मेरो मसँग चाहिँ सबै सामान सजिन्छ क्या साडी अनि अरू सबै सामानहरू सजिन्छ पल्टाइदिएला अहिले फेरि अलग्गै जानुपर्छ है हो त अनि लाइसेन्स पनि छैन फेरि झर्ना गाइज हामीले यत्रो दिन चाहिँ झर्ना देखेको भनेको यही झर्ना हो त्यो बाहेक अरू केही होइन कि बाई बाई हजुर तर हामी पछि फेरि आउँछौँ है यो बाटो हाम्रो क्लास मेरो लागि केक किनिदिनु हुनुहुन्छ बाबाले बर्थडे हो मेरो लागि भइरहेको
गाइस हामी चाहिँ लिएर आएँ म त्यस्तो पाएँ मैले चाहिँ अगाडि राख्ने ल गाइस हामी चाहिँ यहाँबाट गयौँ हजुर चलाउनु राइट हामी चाहिँ घुम्यौँ उता पुग्यौँ इन्दिरा बेकरी गयौँ होइन तमलिकको पलेटा चोक्रेर यस्तो भइरहेको छ अवस्था यो बनाउँदैछ नि त बाटो अनि हिलो खाएकै अति अप्ठ्यारो छ गाइस माथि हेर्न त सुन आरै यस्तो डरलाग्दो बाटो यतातिर हेरी बाटो यस्तो हो कि यस्तो खस्यो भने अहिले हेलो के अरे ल्या होइन यिनीहरू त मैले त ह्याप्पी बर्थडे नि भनेन कस्ता रहेछन् मैले भने होइन त हजुर भन्नु न मलाई ह्याप्पी बर्थडे धन्यवाद चाहिँ आज मेरो बर्थडेमा चाहिँ एकदम धेरै रमाइलो कि लास्टै धेरै रमाइलो लाग्यो मलाई चाहिँ किनभने एउटा चाहिँ अब साथीहरूसँग रमाइलो भयो भनौँ न है त्यस्तो फेयरवेल अन्डर रुने यताउति केही भएन कि त्यो रुने यताउति भएको भए नि अलिकति चिन्ता लाग्थ्यो होला अलिकति अति जस्तो लाग्थ्यो होला तर त्यस्तो केही लागेन मलाई चाहिँ विष्णु म्यामको कविता एकदम चिन्ता लाग परेको कि सोच्छ कि जस्तो लाग्थ्यो कि तर आएन किनभने म चाहिँ रुदिनँ भनेर बसेको हो है अब फेयरवेल भनेको अब के अन्तिम बिदाई त होइन नि त अनि त्यही हो अनि आज चाहिँ मेरो बर्थडे पनि हो अनि त्यही भएर म चाहिँ अब मलाई चाहिँ केक काट्नु लागि पाएँ भन्नु केक हेरेर आएँ मैले लिएरै आएँ मैले भनौँ न है लिएरै आएँ मैले एकछिन नआइज है भने मलाई ऊ त्यहाँ अगाडि के तयारी गरेँ मलाई एकछिन पाएँ भने म कुरिरहेको अब म यसरी नै केक काटिदिन्छु कि म केही चेन्ज गर्दिनँ म लुगा नै यत्तिकै काटिदिन्छु म यति हो अहिलेलाई लास्ट तपाईँलाई अहिले Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Nirjala. मैले केक काटिदिएँ तर केक सेक यस्तो हालत बनाएर गएँ मेरो काम भनेको केक काटेर बाँड्ने हो कि भ्यायो म केक काटिदिन्छु होइन अनि जान्छ ल्याइन्छ एकछिन अन्त यस्तो मौरीको घाट जस्तो बनाएर छोड्दैछन् टोड्कै टोड्को कसको काम हो यो पुण्डेको काम हो मेरो फेरि अर्को गिफ्ट आइसक्यो गाइस 5वटा गिफ्ट छ तर एउटा खाली छ ल यहाँ लेन त लेखु एउटा खाली भयो नि तर त्यो होइन कि गिफ्ट उयो के हो हल्का एटिल दिने रहेछ ल एउटा चाहिँ लेख्नु बहो हटमा बस्छु म छ पहिला गाइस म बसेँ मलाई कति दुःख ल फेरि सजिलो हुन्छ त्रिक अब हिन्ट पाइस पाएको मैले होइन हेर्न अब त्यो भित्र कपभित्र हेर्ने कुनै कपभित्र हेर्नु त नि अब त्यो हेर्ने आफूले थाहा पाउने हो नि त अनि मैले हेर्ने अरे कता अब सबै कप हेर्नु पर्यो हिमल देखिसक्यो के हो र मलाई कस्तो दुःख नदिनु बाबु यो हो फुकालेर हेर अचम्म गर्नु थाली जेले त कहाँ देखिस् यसले त्यसलाई युट्युब इज कमाल के छ ओहो किटक्याट देखिस् तेरो दिदी ए बहिनी अझै कति धेरै खाले किटक्याटहरु चकलेटहरु सस्तोदेखि कति महँगोसम्म छ तर धेरै जस्तो 20 अनि एउटा 90 वाला त्यस्तो अब एकछिन ल यो समात तैँले अब क्यामेरा कुन क्यामेरा ल गाइज मेरो कोठा लथालिङ त्यही भएर इग्नोर गर्नु होला किनभने मैले सफा गर्ने भ्याएन मजाले यस्तो गरे है मैले मात्रै गर्न त्यस्तो यस्तो ए पागल यस्तो कस्तो मलाई रिस उठ्ने काम मात्रै गर्ने हो के ले घरि यस्तो मात्रै गर के त्यहाँ राम्रोसँग देख्दैन कस्तो हल्ला खल्लै गरेर पेन पेन्सिल कपी कलर राख्ने ठाउँ पेन पेन्सिल यतै हो उता माथि हैन यतै हेर्न अब मैले कपी म कहाँ नयाँ कपी ए एकछिन त नयाँ कपी मैले राखेर राख्दिनँ नि
पेन पेन्सिल कपी कलर राख्ने कलर यो होइन यो अरू मान्छे सिरानी ओछ्यान अब त्यही भन् राख्ने ठाउँ कस्तो झ्याउ लाग्यो जमानी यहाँ त्यतै हो के अरे अब त्यो त पक्कै नि सानो सामान यो खाजा त मलाई च्याप्दिनु भएछ नि ए भेटाइस् के हो यस्तो मलाई थाहा छैन के हो हेर्न दामी छ के पे गरे तैँले मलाई यो त्यही त सेतो कति राम्रो तँले कहाँ किनिस् त्यही त आज किनेको हो सबै आज किनेको त्यही भएर त ढिलो भएको आज हामीलाई अनि बाबाले फोन गर्नुभएको छ कि मलाई नानी त चाहिँ आइन भन्दा म त फोन ऐसे यसलाई ट्राई गर्छ मैले त्यो लगाइदिउँ सबैको टाउकोमा देखेको थिएँ आज धेरै जस्तोको तेरो टाउकोमा देखेको थिइनँ मन पर्दैन तेरो टाउकोमा देखेको थिइनँ व्हाइटमा मलाई मन परेन अनि यो ल्याएको राम्रै हो तर म यस्तो कहिले लाउँदिनँ नि त ल मेरो भाइले बो ल अब कतिवटा हो चाहिँ अब 2टा होला हैन ब्याग पिङ्क योर पिङ्क ब्यागमा आहा 90 रुपियाँको सामान ओ गिफ्टमा त आहा नितालाई बारीलाई परफ्युम रहेछ ल हजुर कस्तो मिठो उ हो के भन्छ बास्ना पनि कति मिठो मैले लिएर काहीमा मिठो हो के जेन्ट्सको लिएर आइछ अनि कस्तो ल्याउनु त लेडिजको ल्याउनु पर्छ मलाई थाहा छैन नि त जेन्ट्सको र लेडीको भन्ने छिटो न छिटो ढिलो भइसक्यो अर्को वटा के हो रे हैन त्यो घोप्टेलाई घोप्टाउनै पर्छ फेरि भेगे छ त एउटा पेपर थियो त नाफा कसो यार यो के यो डल र पर्सको भित्र यो हो मैले फ्रिजहरूमा पनि राखिदिन्थेँ त्यो किटक्याट के गर्नु अब हिँड्न फेरि हिजो हुन्छ होला होइन यो पालिको गिफ्ट सबसे बेस्ट त अर्डेस लाग्नु पर्यो कि धान त मैले के दिएको रे यही गुडियास पिङ्क कलरको 20 रुपियाँको काटा कति राम्रो दुईटै मलाई कस्तो किन्न मन तर मेरो कपालमा धान्दैन कि यो दुईटै 10 को 20 अबे 10 को कति राम्रो गाइज अब चाहिँ हामी के अरे भ्लगिङ गर्न लाग्यो बाई गाइज बाई बाई सब्स्क्राइब गर्छु लाइक गर्छु फेरि अन्त के गर्छौ नि लुगाको कस्तो थाहा फेरि तैँले के गरिदिने अरे लाइक एन्ड सब्स्क्राइब ए सब्स्क्राइब भनेको त सरप्राइज भनेको हो कि ओके गाइज लाइक सब्सक्राइब फेरि भन्छ लाइक एन्ड सब्स्क्राइब दिस च्यानल ओके